ल है साथी हो, मेरो चाहिँ यो डुँडको माउरी चाहिँ भागेर यता यहाँ बस्ने तर्खरमा छ है साथीहरू। अब यसलाई म पक्रेर पनि देखाइहाल्छु, फेरि यहाँनिर बस्न आँटिरहेको छ। ल साथीहरू, अब यहाँनिर हेर्नु है त, मजाले बस्दैछ। यसलाई चाहिँ मजाले पक्रेर नि म देखाइहाल्छु साथीहरू। यहाँ निकै नै भएको छ उठेर यो तल्लो बिचको घरबाट चाहिँ यहाँनिर चिल्नु पनि पो खोज्दैछ त यिनीहरू त। ल है त साथीहरू, हेर्दा हेर्दै निकै जम्मा परिसकेको छ। अब यहाँनिर पुरै माउरी बसिसकेको छ। माउरीलाई म देखाइहाल्छु। यहाँनिर हेर्नुलाई त माउरी चाहिँ यति छ है त साथीहरू। ल यसरी बसिरहेछ। ल यिनीहरू चाहिँ अब घार हेर्ने क्रम चाहिँ यिनीहरूले जारी राखिरहेको छ है त साथीहरू। ल अब म यसलाई चाहिँ पक्रेर देखाउँछु है। ल साथीहरू, अब माउरी पक्रिनु जाँदैछु है त। चिल्नु खोज्दैछ है साथीहरू। तलकोसँग बाँधेछ नि ल। ल साथीहरू, यहाँनिर गुम्क्याएर ल्याएँ। ल है साथीहरू, अब यहाँ हाल्नुपर्छ। ल ल है साथीहरू, त्यहाँको पनि उडेर आउँछ कि म धपाउनु पर्यो। ल पस्यो है साथीहरू, सबै पस्यो। सबै पस्यो। यहीँ रानी रहेछ, सबै आउने प्रक्रिया जारी छ है त। साथीहरू, अब गोबरले यहाँ थोरै चालिदिनु पर्यो। साथीहरू, अब सबै माउरी पसिसक्यो। अब यसलाई नयाँ ठाउँमा लगेर राख्नुपर्छ है त। ल साथीहरू, मैले यहाँनिर चाहिँ नयाँ माउरी नयाँ ठाउँमा भाइको माउरीलाई चाहिँ यहाँनिर ल्याएर राखेको छु। यहाँ अब यिनीहरूले
ठाउँ हेर्छ नयाँ ठाउँ कस्तो छ होइन, ठाउँ मन पऱ्यो भने बसिहाल्छ है त्यो साथीले। यहाँको डोर चाहिँ यो थियो। अब यो डोनलाई चाहिँ निकालेँ मैले। यो डोनलाई चाहिँ अर्को ठाउँ लानुपर्छ। ल हेर्नु होला साथीहरू, अब यहाँनिर ठाउँ निरीक्षण गर्छ, त्यसपछि यिनीहरू मन पऱ्यो भने यहीँ बस्छ है त साथीहरू। आजको भिडियोमा मैले माउरी चाहिँ तपाईँहरूलाई पक्रेर देखाएँ। अब तपाईँहरूकोमा पनि त्यसरी भाएको माउरी चाहिँ छ भने तपाईँहरूले पनि यसरी पक्रिनु चाहिँ सक्नुहुन्छ त्यो। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। अन्य माउरी सम्बन्धी अझै पनि भिडियो लिएर आउँछु। त्यतिसम्मको लागि चाहिँ बिदा चाहन्छु है त साथीहरू।